गाइस सबैजनालाई नमस्ते अनि सुप्रभात है सबैजनालाई सुप्रभात र सबैजना एकदम सन्चै हुनुहुन्छ भने आशा गर्छु र म यसो चाहिँ इन फ्रन्ट अफ यु गाइस द्याट आई हेभ टक मेनी थिङ्स इन फ्रन्ट अफ यु बट आई टक लेस देन यु थिङ्क होइन तपाईँहरूले सोचेको भन्दा मैले चाहिँ अलिकति कम बोलिरहेको जस्तो पनि लाग्यो होला तपाईँहरूलाई बट आई टक इनफ आई डोन्ट ह्याभ टाइम अल्सो टु टक द इनफ माई वर्ड्स होइन ठिक बोल्छु ठिकैले बोल्छु गाइज है अनि तपाईँहरूले चाहिँ के भन्नुहुन्छ मलाई भन्नुहोस् यु गाइज सेयर मी द तपाईँहरूले चाहिँ तपाईँहरूको कुरा यु गाइज सेयर विथ मी भनेको बट यु गाइज डोन्ट सेयर वाट दिस यु आर डुइङ भन्नु चाहिँ भएन होइन बट यु गाइज यु अल्सो सेयर यर थट्स विथ मी एन्ड आई अल्सो सेयर माई थट्स विथ यु है गाइज त्यही अनि आज चाहिँ आई मिन जस्ट वान रुटिन होइन तपाईँहरूको पनि हुन्छ एभ्री वान होइन अनि एउटा कुरा चाहिँ के हो भने त्यो रुटिनको कुराको छुट्टै पार्ट हो अनि आज चाहिँ के हो भने आई गेट अप अर्ली इन द मर्निङ एन्ड आई स्टार्ट माई डेज विथ अ डिफ्रेन्ट भाइब्स क्या डिफ्रेन्ट भाइब्सबाट एभ्री डे आई स्टार्ट माई डे एन्ड आई वर्क एन्ड आई फिल बेटर एन्ड आज चाहिँ मैले के सोचेँ भने वी जस्ट ट्राई न्यू थिङ्स होइन एभ्री डे वी वर्क होइन सेम रुटिनमा चलिरहेको छौँ कतिवटै टाइपको भने अलिकति डिफ्रेन्ट गरी हेरौँ न वाट ह्यापनिङ भनेर चाहिँ मैले आई थट के एन्ड देन आई स्टार्ट टु वर्क एन्ड मैले सोचेको भन्दा छुट्टै नजिक आई गट इट ठिकै छ बट इफ आई गेट अफ अल इन द मर्निङ इट्स फिल्स बेटर क्या हामी चाहिँ मर्निङ उठ्दाखेरि चाहिँ एकदम बेटर नै फिलिङ हुँदो रहेछ आई फिल है तपाईँहरूले चाहिँ अब तपाईँहरू चाहिँ कस्तो फिल गर्नुहुन्छ आई डोन्ट ह्याभ एन आइडिया अबाउट यु बट चाहिँ हामीले चाहिँ तपाईँ कस्तो हुँदो रहेछ नि मर्निङमा चाहिँ अलिकति फ्रेस एयर एउटा त है अनि त्यो माथि चाहिँ हाम्रो गाउँघरमा अब सहर बजारमा चाहिँ थोरै मात्रामा नै हुन्छ होइन यस चाहिँ हो कि होइन कस्तो भने यो चाहिँ थोरै नम्बरमा चाहिँ हुँदा कस्तो भयो भने यो चाहिँ मैले चाहिँ आज गर्दाखेरि चाहिँ लेस नम्बर उयो गर्दा पनि मस्त तपाईँको चाहिँ वी डोन्ट निड क्या त्यो मेडिटेसन गर्दाखेरि चाहिँ हामीले चाहिँ अब एउटामा फोकस गर्नुपर्छ होइन ठिक छ अनि हाम्रो अब छुट्टी भयो भने अब तपाईँको सहर बजारमा कस्तो हुन्छ हामी मेडिटेसन वेन आर इन द मेडिटेसन द्याट डिफ्रेन्ट काइन्ड अफ साउन्ड चाहिँ पोल्युसन हुन्छ कि गाडी भेहिकल्सको चाहिँ मोस्ट अफ द के अरे एउटा पोल्युसन हुने चाहिँ एउटा त्यो गाडीको नै हो साउन्ड होइन तर हाम्रो गाउँघरमा चाहिँ के भयो त पोल्युसन देयर इज नो एनी पोल्युसन के हाम्रो त हुन त गाडी पनि कुदाउने भन्ने भएको थियो एउटा सिमेन्ट फ्याक्ट्रीले चाहिँ हाम्रो गाउँबाट यहाँबाट मेरै घरमाथिबाट रोड खनेर लगेको छ बट उनीहरूले चाहिँ नकुदाउने जस्तो नै छ आई डोन्ट ह्याभ ए आइडिया अबाउट इट होइन बट त्यस्तो हुँदै कस्तो भयो भने हाम्रो चाहिँ अलिकति गुडै भइदियो क्या मैले सोचेको भन्दा नि बेटर भयो कि किन बेटर भयो भन्दै जाँदाखेरि चाहिँ हाम्रो गाउँमा चाहिँ तिनीहरूको अब के भयो गाडी नकुदिने भयो होइन तर हाम्रो के छ त्यहाँ गाउँमा चाहिँ उनीतिर नकुदेको फाइदै भयो क्या किनकि यहाँनिर चाहिँ मिठो भाइ भनिरहेको छ क्या कस्तो पनि आज आई वेक अप अर्ली मर्निङ आफ्टर लङ टाइम है म चाहिँ तपाईँको चाँडै नै उठेको क्या अनि म चाहिँ यहाँबाट उठेर गएँ अनि ट्याक्क मेडिटेसन गर्नुपर्ने हुन्छ यो साउन्ड क्या अटोमेटिक क्या यो आफू एउटा बेटर साउन्ड पुरा पोल्युसन भइरहेको थियो क्या वाउ नट यतालाई पोल्युसन भन्नु मिल्दैन एउटा भाइब क्या कस्तो भयो नि बर्ड्स आर चिरिङ के भएर आई डोन्ट नो ह्याभ है होइन पुरा मस्त साउन्डहरू आइरहेको थियो क्या ट्र्याक ट्र्याक यताबाट पनि कराइरहेको थियो उताबाट पनि कराइरहेको थियो आई फिल के बेटर ओ दिस वान इज दिस थिङ्स इज बेटर भन्ने चाहिँ मलाई लागिरहेको थियो कि कस्तो भने अब त्यो चराहरू पुरै गराएको थियो बट आई डु द मेडिटेसन अल्सो हाम्रो लाइक दिस बट यो चाहिँ अटोमेटिक उताबाट साउन्ड पनि आएर त्यो वाल हाई त्यो गाइस तपाईँहरू पनि इफ यु आर लिभिङ इन द भिलेज होइन तपाईँहरू भिलेजतिर हुनुहुन्छ भने तपाईँ पनि वर्क अप अर्ली मर्निङमा उठेर चाहिँ जस्ट मेडिटेसन गर्न जानुहोस् होइन तपाईँहरू सहर बजारमा हुनुहुन्छ भने पनि डोन्ट मेन थिङ जानुपर्छ किनकि सहर बजारमा झन् हामी काममा व्यस्त हुन्छ वी डोन्ट ह्याभ टाइम टु गिभ आवर हेल्थ होइन त्यही भएर तपाईँहरू चाहिँ बिहान नै चाँडै उठेर चाहिँ तपाईँहरूले चाहिँ आफ्नो एउटा हेल्थलाई चाहिँ टाइम दिनुको लागि चाहिँ तपाईँ चाहिँ डिफ्रेन्ट ठाउँमा जानुपर्ने हुन्छ त्यही भएर तपाईँले चाहिँ के गर्नुपर्छ भने आफ्नो माइन्ड चाहिँ बेटर बनाउने होइन के चाहिँ म हर क्यान आई डु भन्ने एउटा थट चाहिँ राखेर चाहिँ तपाईँहरू चाहिँ हिँड्नु पऱ्यो क्या म चाहिँ त्यो भन्छु हर क्यान आई डु द नेक्स्ट थिङ्स भन्ने चाहिँ तपाईँहरूसँग एउटा माइन्ड सेट हुनु पऱ्यो क्या है म चाहिँ त्यो भन्छु क्या अनि सहर बजारमा चाहिँ कस्तो हुन्छ भने तपाईँले एक्सर्साइज गर्नुपर्छ बिहान उठेर एउटा होइन त्यसपछि गएर तपाईँले मेडिटेसन गर्नु बिहान चाहिँ तपाईँले
फिक्सै गर्नुपर्छ किनकि गाउँघरमा एक्सर्साइज भनेको धेरै कामहरू हुन्छ र यतिकै एक्सर्साइज हुन्छ बट सहर बजारमा चाहिँ तपाईँ एउटा सीमित एउटा सेक्टरको काम गर्नुहुन्छ त्यो काम गर्दाखेरि चाहिँ अब एउटा सेक्टर हेरेर हुन्छ त्यो अनुसारको एउटा काम पनि तपाईँले गर्दै जाँदाखेरि चाहिँ कस्तो हुन्छ भने यु डु द मोर अल्सो यु डु द लेस अल्सो क्या तपाईँको कुनै फिजिकली हुन्छ तपाईँको कुनै फिजिकली काम हुन्छ तपाईँको मेन्टली परेन तपाईँको फिजिकल चलाएर काम गर्नुपर्छ होइन तपाईँको चाहिँ कुनै फिजिकल नभएर कुनै तपाईँको चाहिँ मेन्टली काम गर्नुपर्ने हुन्छ क्या तपाईँको चाहिँ मेन्टल प्रिपेयर भएर चाहिँ तपाईँले त्यसमा फोकस गरेर चाहिँ काम गर्नुपर्ने हुन्छ त्यही भएर तपाईँ चाहिँ अब मेन्टली गर्ने कि फिजिकली गर्ने होइन तपाईँ कुन क्षेत्रमा चाहिँ रुज्नु चाहनुहुन्छ त्यसमा चाहिँ तपाईँको त्यो आफ्नो ठाउँमा छ तर तपाईँले चाहिँ बिहान उठेर चाहिँ रनिङ गर्नु भएर मेडिटेसन गर्नु चाहिँ एकदम राम्रो छ किनभने तपाईँले आफ्नो ज्यानबाट पसिना अलिकति बगाउनु भयो भने बिहान कस्तो हुन्छ नि तपाईँको ब्लड सर्कुलेसन राम्रो हुन्छ डिहाइड्रेसन पनि हुनु भएन अनि पानी पनि इनफ खानु पऱ्यो होइन तपाईँको त्यसले चाहिँ एकदम बेटर हुन्छ भन्ने म तपाईँहरूलाई सजेस्ट गर्छु र अनि आई अल्सो डु द सेम थिङ्स है म पनि त्यही गर्छु वेन आइ मिन द फेरि होइन अब म पनि केही दिनपछि म फेरि काठमाडौँ जाँदैछु र मैले चाहिँ गाउँघर जस्तो हुँदैन गाउँघर जस्तो हुँदैन काठमाडौँ बजार भनेको एउटा त्यो भने व्यस्तताको सहर हो हामीले आफूलाई सेभ गर्नुपर्छ टाइम दिनुपर्छ है किनकि त्यहाँ एकदम होल हल्ला भन्ने कुरा एकदम हुन्छ द्याट वी सुड मेक आवर अल द थिङ्स द्याट आवर सेल्फ चाहिँ होइन आवर सेल्फ क्या हामीले चाहिँ आफूले चाहिँ एभ्रिथिङ वी हेभ टु मेक इट क्या म चाहिँ के भन्छु तपाईँहरूलाई है अब तपाईँहरू के भन्नुहुन्छ आई डोन्ट ह्याभ एन आइडिया अबाउट इट सो गाइस अब मेरो चाहिँ यति छ अब भन्नु त धेरै कुरा छ तपाईँहरूलाई सजेस्ट गर्नु धेरै छ आई हेभ टु इन्फर्म यु अल दिस मेनी थिङ्स बट टुडे आई ओन्ली गिभ यु दिस मच अफ दिस स्पिच एन्ड विल कम इन द नेक्स्ट भिडियो एन्ड विल इन्जोय द भिडियो एन्ड वी मेक दिस डे बेटर द्याट यु थिङ्क द्याट वी क्यान बट वी क्यान होइन अनि एउटा तपाईँको चाहिँ बिहान उठेर अफर्मेसनहरू आफ्नो गर्नुहोस् ग्रेटिट्युड गर्नुहोस् अनि वेन यु आर गोइङ टु स्लिप होइन त्यतिखेर पनि तपाईँ ग्रेटिट्युड गर्नुहोस् अनि आफैलाई होइन अनि अफर्मेसन गर्नुहोस् त्यसरी गर्दा के होस् भने तपाईँको एउटा माइन्डमा एउटा थइसो रहन थ्याङ्क यू गड तपाईँले यस्तो दिनुभयो तपाईँले भन्ने होइन अनि आफूले अफर्मेसन इज म गर्नु सक्छु भन्ने एउटा म गर्नु सक्छु यसरी पर्सितिर आई क्यान ह्यान्डल इट होइन आफूलाई एउटा गुड अफर्मेसन दिने क्या म चाहिँ गुड्छु राम्रो छ यताउता होइन आफूलाई अफर्मेसन दिने द्याट त्यो सब कन्सिक्वेन्स डोन्ट नो द वाट इज रङ वाट इज गुड बट वेन यु आर गोइङ टु गिभ द दिस थिङ्स इज बेटर फर मी एन्ड तपाईँले चाहिँ yes it is better for me भनेर your mind what it told that our mind told yes I can भनेर चाहिँ तपाईँले चाहिँ ती काम अब त्यस्तै खाले भाइब दिएर तपाईँले चाहिँ त्यस्तै तरिकाको काम गर्नु त्यसले चाहिँ तपाईँलाई मोटिभेट गरिरहेको हुन्छ सो गाइज म चाहिँ तपाईँलाई के इन्फर्म गर्न चाहन्छु भने तपाईँहरू पनि आफूलाई चाहिँ गुड मोटिभेसन चाहिँ आफ्नो फ्याक्टर दिनुहोस् क्या बिहान उठेर चाहिँ यस म चाहिँ ह्यान्डसम ए भने ल ठिक छ ह्यान्डसम पनि एउटा गुड भाइब हो म ह्यान्डसम छु भने भाइब म गर्न सक्छु यस्तो टाइपको चाहिँ म गर्न सक्छु आजको दिन राम्रो बनाउँछु म जस्तो सुकै पर्सि आई क्यान ह्यान्डल इट आई क्यान डु नो बडी क्यान डिस्ट्रोय माई वेस्ट त्यस्तो बट आई हेभ ह्यान्डल एन्ड सिचुएसन म जस्तो हुन्छु म डिपेन्ड हुन्छु भनेर चाहिँ तपाईँले चाहिँ सोचहरू राख्नु पऱ्यो कि तपाईँ त्यो अरू पिपल्स जस्तो हुनु भएन कि यु गाइज यु हेभ टु बी योर सेल्फ होइन यु तपाईँ अरू जस्तो हुनु नखोज्छु तपाईँ आफै जस्तो र तपाईँलाई हेरेर त्यो अरू मान्छे इन्सपायर हुनु खाले टाइपको चाहिँ गाइज यु हेभ टु बी के अरू जस्तो होइन होइन तपाईँ फेरि यस्तो है तपाईँको एउटा आइडल छ बट दिस आइडल इज अ गुड टु यु तपाईँलाई सोचे जस्तो चाहिँ बेटर त्यो मान्छेले तपाईँले दिनु सक्छ भने तपाईँ फेरि त्यसको कपी गर्नुहोस् बट ए पर्सन हु क्यान गिभ यु द बेटर हो यु थिङ्क होइन तपाईँले सोचेको जस्तो बेटर चाहिँ दिँदैन भने चाहिँ बट लिभ इट के है जस्तो तपाईँ आफै भन्नुहोस् बट होइन तपाईँको आइडल चाहिँ राम्रो तपाईँले फलो गरे मान्छे कि इट्स बेटर द्याट यु थिङ्किङ होइन त्यस्तो छ भने चाहिँ यु हेभ टु डु है फेरि फलोहरू नगर्नुहोस् भने बट त्यसरी चाहिँ आफूलाई चाहिँ अफर्मेसन गर्नुहोस् द्याट युर सम कन्समेन्स डोन्ट नो द वाट इज गुड वाट इज नट गुड फर आवर डेली लाइफ भनेर त्यसलाई थाहा हुँदैन त्यही हो तपाईँलाई चाहिँ म द्याट आई वान्ट टु सजेस्ट यु होइन त्यही भएर आफूलाई चाहिँ दिनहुँ त्यस्तो अलिकति राम्रो अफर्मेसन दिनुहोस् बिफोर स्लिप होइन आफ्नो गेट अप एन्ड इन द मर्निङ होइन अनि दुइटै चाहिँ गर्नुहोस् तपाईँहरूको सामुनेबाट चाहिँ अब आई विल बी हेभ लिभ इट होइन अब लगभग चाहिँ अब टाइम छ आजलाई चाहिँ अब हामी लगभग अन्तिम चरणतिर आएको छौँ अनि अब फेरि वी विल बी मेड इन द नेक्स्ट भिडियो एन्ड वी विल बी टुगेदर एन्ड दिस भिडियो इज स्पोन्सर बाई त्यस भन्ने पनि एक दिन आउला भन्ने मलाई दिन्छ बट मैले भन्नु खोजेको त मैले दिएको नलेज चाहिँ गेन गर्नुहोस् त्यो अरू कुरा चाहिँ होइन अरू कुरालाई लिभिड होइन अब तपाईँलाई चाहिँ के चाहिँ बेटर छ तपाईँको लाइफ त्यो चाहिँ तपाईँले गेन गर्नुपर्ने हुन्छ होइन
वाट इज द थिङ्स इज बेटर फर यु भन्ने चाहिँ मबाट चाहिँ लिनु अब स्पोन्सर्स यताउति भन्ने कुरा बिस्तारै आएको छ थ्याङ्क यू विल सी इन द नेक्स्ट भिडियो एन्ड वी विल बी टुगेदर एन्ड वी मेक द डे थ्याङ्क यू गाइस एन्ड वी विल मेट इन द नेक्स्ट भिडियो थ्याङ्क यू एन्ड स्वस्थ रहनुहोस् मस्त रहनुहोस् र तपाईँको लाइफमा व्यस्त रहनुहोस् त्यही नै तपाईँको लागि गुड हुनुहोस् थ्याङ्क यू